सो यो अगाडि देख्नुभएको बाइक कुदिरहेको बाटो चाहिँ चाराली यता दक्षिण पर्यो, यता उत्तर चाहिँ इलाम रोड भयो बुधबारे हुँदै जानको लागि। त्यहाँबाट चाराली चोकबाट लगभग ठ्याक्कै 2 किलोमिटर यता आए पछाडि यहाँबाट 100 मिटर जस्तो अब घर, यति राम्रो राम्रो घरहरू बनिएको छ यहाँ होइन। 100 मिटर जस्तो अगाडि आएपछि यो प्लटिङ गरेको भिट्टा चाहिँ यहाँनिर उत्तर पूर्व फर्केर यो जग्गा रहेको छ 15 दूर। अब यसको सिमाना चाहिँ सट्टै जाँदाखेरि उहाँ बसिरहनु भएको अगाडिपट्टि पुग्न जान्छ र अगाडि त्यो मकैबारीसम्म बाक्लै घरहरू बनिसकेको छ र त्यहाँ अगाडि सानो मकेलाको चाहिँ 13 दूरको जग्गा छ। यो 13 दूरको मोडा चाहिँ एउटा पूर्व उता दक्षिण फर्कियो र उहाँ जहाँ जानुभएसम्म चाहिँ ठ्याक्कै 13 दूर यहाँ अगाडिबाट। यो लगभग तपाईँको 35 फुट मुख छ र उता पनि तपाईँको 40 फुट पुग्छ 13 दूरमा चाहिँ लगभग भनौँ न। ल बस्तीहरू यसरी बाक्लै छ।